अब यात्रा तिनचुरेको तपाईँहरू नि आउन सक्नुहुन्छ है। वेलकम टु तिनचुरे। अब हामी फर्स्ट अफ अल तिनचुरे आइपुगेर चाहिँ मन्दिरको दर्शन गर्दैछौँ। मन्दिरको दर्शन गर्नुपर्ने भयो। मैले चाहिँ यसले नि यता यता ल सब्सक्राइब बढाइदिनु धेरै होस्। तिनचुरेबाटै सुरु होस् मेरो। ल तिनचुरेमा अत्याधिक मात्रामा गुराँस फुलिरहेको रहेछ साथीहरू। तपाईँहरू पनि गुराँस हेर्न आउन सक्नुहुन्छ। गुराँस पुरै फुलिरहेको छ। तिनचुरे अत्यन्तै सुन्दर ठाउँ। यो पारी म पनि फर्स्ट टाइम आएको है। अब त्यति त मलाई थाहा भएन तिनचुरेको बारेमा। गुराँस फुलिरहेको छ, एकदमै धेरै गुराँस फुलेको छ। हजुरहरू गुराँस हेर्न सक्नुहुन्छ। अब फर्स्ट अफ अल तिनचुरे आइपुगेपछि चाहिँ मन्दिरको दर्शन गर्नु अरे, अनि मात्रै यसो रमाइलो गर्नुपर्छ, गुराँस हेर्दै जानुपर्छ। यहाँ मेरो छोरी। ल अब हामी मन्दिरतिर जाँदैछौँ। तपाईँहरू पनि आउनु होला है त। तपाईँहरू पनि मन्दिरको दर्शन गर्नु होला। अब मन्दिर जाँदा चाहिँ अलिकति कष्ट गर्न रहेछ। यो सिँढी छ, उकालो जानुपर्ने एकदमै छ। अब यस्तो छ सिँढी पनि राम्रो छ। तपाईँहरूलाई बाटोमा गुराँसहरू देखाउँदै लानेछु। सायद कति टाइम लाग्छ भनेर चाहिँ एक्चुअली थाहा भएन। गुराँस लटम्म फुलिरहेको छ। यहाँ तलतिर रातै गुराँस। तपाईँहरू पनि आउन सक्नुहुन्छ तिनचुरे। यो भिडियो कहिलेको भन्दाखेरि चाहिँ आजको दिन ठ्याक्कै। आज चैतको कति गते हो पुण्य? चैतको 22 गते है, 2082 होइन, 2082 साल चैत 22 गते गुराँस फुलेको छ। पुरै गुराँस फुल्दैछ। तपाईँहरू पनि आउनु होला। अझै हप्ता दिनपछि यो 22 गते पछिको 6-7 दिन पछाडि त अझै धेरै गुराँस फुल्छ। अहिले चाहिँ मन्दिरतिर लागिरहेको छ। अलिक कस्तै रहेछ मन्दिर जानु। मन्दिर जाने बाटो यस्तो छ। पुरै कति टाढा छ त्यो त मलाई थाहा भएन होइन। ल यस्तो छ। अब अहिले चाहिँ हामी सरस्वती रूपमा भिडियो गर्दै हिँड्दैछौँ। फर्किनेको बेला चाहिँ फोटो खिच्दै फर्किने भन्ने। एकदम थाकिसक्यो। पूर्णिमा थाक्यो? कस्तो लागिरहेछ गुराँस देखेर? मन त रमाइलो भएको छ। मन रमाइलो भएको छ। उकालो चढ्दा मेरो छोरीको आफ्नै पारा छ उता। यो के फुल पो भन्छ यसलाई? हाम्रो बान्दाबाट चाहिँ यो डाकबुङ, बुक्की फुल, युम्बुङ पनि भन्छ। यस्तै छ। एकदमै मन्दिरले भयो होला सायद एकदम हर्ष उत्साहजनक भइरहेको छ। म दाइलाई सोध्छु। दाइ हजुर नमस्कार। यहाँदेखि मन्दिर जानु कति टाढा लाग्छ? यो डाँडा हो? तपाईँ यहाँको स्थानीय हो कि होइन? रमाइलो गर्नै आउनुभएको? कस्तो लागिरहेछ? रमाइलो छ। दाइ नमस्कार। कहाँदेखि आउनुभयो तपाईँ? यहीँदेखि हो? ए हामी धरानदेखि आएको। ल है त। हस् ल दाइहरूसँग नि रमाइलो कुराकानी भयो। एकदम रमाइलो लागिरहेछ भन्ने कुरा भयो। मन्दिर यहाँ माथि भन्ने कुरा आयो है। यस्तो छ बाटो। बिस्तारै उकालो बढिरहेको छु। बढिरहेको छौँ हामी सबैजना। म थाकेको छु। हजुरहरू पनि हेरेर थाकिसक्नुभयो होला। ल तमै एकदम लाली गुराँस फुलेर लटम्मै हेर्नुहोस् आमा आउँदै हुनुहुन्छ। मन्दिर कति टाढा छ आमा? मन्दिर निकै टाढो छ। तपाईँ सक्नुभयो भने हामी सक्छौँ। हामी सक्छौँ है त। ल म चाहिँ पुरै भारी बोकेर नि हिँडिरहेको छु। मेरो बुढीले पनि भारी बोकेर न। के भयो? ल
एकदम सिडी नभए चाहिँ हिँड्नु सकिन्छ सिडी नभए पनि होइन सिडी नभएर चाहिँ सजिलो भइरहेछ एउटा बोक त यहाँ हेर यहाँ भारी बाबु हेलो तिम्रो नाम के हो लबी टुमार बाटोको यो चाहिँ एकदम यस्तो छ हिँड्नु सकिँदैन भने अरूलाई बाटो दिने है साथी हो कुरो बुझ्यो लाली क्रस ल ल ल त्यो हुन्छ सबै ढोक्दैछन् 13 थुम 3 जुरे मन्दिर पुग्ने अवस्थै छैन